इसाई बन्नु धर्म परिवर्तन गर्नु हो के? इसाई बन्न डर पाइन्छ? अनि किन इसाईहरू बढ्दैछन्? यी प्रश्नहरू धेरै मानिसहरूको मनमा आउँछन्। त्यसैले सरल रूपमा बुझौँ। इसाई बन्नु केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु मात्र होइन, यो भित्री परिवर्तनसँग सम्बन्धित हुने कुरा हो। इसाई बन्नु केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु मात्र होइन, यो भित्री परिवर्तन हो। मन, सोच र जीवनशैली परिवर्तन हुने प्रक्रिया हो। जब कुनै व्यक्ति येशू ख्रीष्टमा विश्वास गर्छ, उसले नयाँ जीवन सुरु गर्ने निर्णय गर्छ। दोस्रो कोरिन्थी 5 अध्यायको 17 पदमा लेखिएको छ, यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। यसको अर्थ इसाई बन्नु भनेको पुरानो जीवन छोडेर नयाँ जीवन सुरु गर्नु हो। मानिसको सोच, जीवनशैली र विश्वासमा आउने परिवर्तन। जब कसैले येशू ख्रीष्टमा विश्वास गर्छ, उसले नयाँ जीवन सुरु गर्ने निर्णय गर्छ। प्रेम, क्षमा, सत्य र नम्रताको बाटोमा हिँड्ने प्रयास गर्छ। त्यसैले यो केवल धर्म फेर्ने भन्दा धेरै गहिरो व्यक्तिगत निर्णय हो। अर्को कुरा, इसाई बन्न डर पाइन्छ भन्ने सोच धेरै ठाउँमा गलत बुझायो। इसाई विश्वासको आधार पैसा होइन, तर विश्वास, अनुग्रह र आत्मिक जीवन हो। बाइबलले पनि सिकाउँछ कि परमेश्वरमा पछ्याउनु भनेको धनको लागि होइन, तर सत्य र धर्मी जीवनको लागि हो। केही ठाउँमा मण्डलीहरूले गरिब मानिसहरूलाई सहयोग गर्छन्, जस्तै खाना, शिक्षा वा स्वास्थ्य सहायता, तर त्यो सहयोग प्रेम र सेवाको भावनाले गरिन्छ, पैसा दिएर मानिसलाई धर्म परिवर्तन गराउनको लागि होइन। धेरै मानिसहरू भन्छन् इसाई बन्दा पैसा वा डलर पाइन्छ, तर यो पूर्ण रूपमा गलत बुझाइ हो। बाइबल स्पष्ट रूपमा सिकाउँछ कि विश्वास पैसा कमाउने माध्यम होइन। मत्ती 6 अध्यायको 24मा लेखिएको छ, तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। साथै प्रेरित 8को 20मा पनि पत्रुसले भनेका छन् कि तिम्रो पैसा तिमीसँगै नआसोस्, किनकि तिमीले परमेश्वरको वरदानलाई पैसाले किन्न ठान्यौ। यसले देखाउँछ कि परमेश्वरको अनुग्रह र उद्धार पैसा दिएर पाउने कुरो होइन। अब प्रश्न आउँछ, किन इसाईहरू बढ्दैछन्? किन इसाईहरू आजको दिनहरूमा बढिरहेका छन्? किन इसाईहरूको सङ्ख्या दिनहुँ बढिरहेका छन्? यसको मुख्य कारण भनेको सन्देश हो। येशू ख्रीष्टको सन्देश प्रेम, क्षमा, आशा र नयाँ जीवनको बारेमा हो। जब मानिसहरू दुःख, तनाव, असफलता वा जीवनको खालीपनसँग जुझ्छन्, उनीहरू यस्ता बाटो खोज्छन् जसले उनीहरूलाई शान्ति दिन सक्छ। धेरैले इसाई विश्वासमा त्यो शान्ति र आशा पाउँछन्, त्यसैले उनीहरू त्यसतर्फ आकर्षित हुन्छन्। साथै धेरै मानिसहरूले आफ्नो जीवनमा व्यक्तिगत परिवर्तन अनुभव गर्छन्, जस्तै खराब बानी छोड्नु, मनमा शान्ति आउनु वा सम्बन्धहरू सुधारिनु। जब उनीहरूले यस्तो सकारात्मक परिवर्तन देख्छन्, उनीहरूको विश्वास अझ बलियो हुन्छ। मण्डलीमा पाइने साथ, प्रेम र सहयोगले पनि मानिसहरूलाई आकर्षित गर्छ, जहाँ उनीहरू आफूलाई स्वीकारिएको महसुस गर्छन्। अन्ततः इसाई बन्नु पैसा पाउनको लागि होइन, तर जीवन परिवर्तन र आत्मिक शान्तिको लागि हो। त्यसैले आज धेरै मानिसहरू येशू ख्रीष्टको सन्देशतर्फ आकर्षित भइरहेका छन् र आफ्नो जीवनलाई नयाँ दिशामा लैजाँदैछन्।